आज नयाँ वर्ष वैशाख 1 गते नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना सहित यस पवित्र तीर्थस्थल कालीगण्डकीमा गंगा स्नान गर्नेहरूको आज निकै नै भिडभाड रहेको छ। धेरै ठाउँबाट वरिपरिका विभिन्न गाउँहरूबाट र टाढा टाढा ठाउँहरूबाट चाहिँ यहाँ गंगा स्नान गर्न आउनुभएको छ। यो कालीगण्डकी नदी आफैमा पनि निकै नै प्रसिद्ध र पवित्र नदी मानिन्छ। विश्वमा कतै पनि नपाइने दुर्लभ शालिग्राम यसै कालीगण्डकी नदीमा पाइने पनि विश्वास छ र पाइन्छ पनि। हेर्नुहोस् कालीगण्डकी नदीमा आज स्नान गर्नेहरूको भिड। यो स्थान फुर्कोट को चाहिँ साबिक फुर्कोटको 1 नम्बर वार्ड र अहिले हालको चाहिँ कुष्मा नगरपालिका वार्ड नम्बर 2 नयाँ पुलमा रहेको छ। यो पारी देखिने अग्लो डाँडो भनेको पञ्चकोट माथिको डाँडो हो। त्यो तल देखिने घरहरू देखिने सहस्रधारा हो भने यता पारीपट्टि देखिने चाहिँ बागलुङ जिल्लाको बलेबा हो। गंगा नुहाउन सरकारी गाडी लिएर आइछन् यहाँ। आज छुट्टीको दिन कुन अफिसको गाडी हो यो? नयाँ वर्षमा चाहिँ सरकारी गाडी लिएर हिँड्न पाइन्छ घुम्न होइन? लगाउनु त पाप पखाल्न चाहिँ कालीगण्डकीमा आएर नुहाउने, राज्यको सम्पत्ति दुरुपयोग गर्ने यसरी हालिदिन्छ।